यसै नतिजा पछाडि धेरै विद्यार्थी भाइ बहिनीहरू अहिले कुन विषय कुन संकाय पढ्ने भनेर दोधारमा हुनुहुन्छ। यो भिडियो तपाईँको लागि अत्यन्तै उपयोगी हुनेछ, त्यसैले आफ्नै कथा युट्युब च्यानललाई सब्सक्राइब तथा मेरो फेसबुक पेजलाई फलो, सेयर र कमेन्ट्स गरिदिन अनुरोध गर्छु। विषयवस्तुलाई अगाडि बढाउँ। यसै पछाडि अब हामीले कुन कुन शिक्षा कसरी लिने, +2 लेभल, डिप्लोमा लेभल, ए लेभल र आइटी लेभल, यसको चाहिँ हामीले पालै पालो छलफल गरौँ। +2 लेभल, +2 लेभलमा चाहिँ हामीले साइन्स फ्याकल्टिज, विज्ञान संकाय, म्यानेजमेन्ट फ्याकल्टिज, व्यवस्थापन संकाय, ह्युमानिटिज फ्याकल्टी, मानविकी संकाय, एजुकेसन फ्याकल्टिज, शिक्षा संकाय, ल फ्याकल्टिज, कानुनी संकाय, आइटी, सूचना इन्फर्मेसन टेक्नोलोजी, यी विषयहरू चाहिँ हामी पढ्न सक्छौँ। यसको पालै पालो छलफल गरौँ। साइन्स फ्याकल्टिजमा हामीले 2 ग्रुपमा पढ्न सक्छौँ, फिजिक्स ग्रुप र बायोलोजी ग्रुप। फिजिक्स ग्रुपमा हामीले इङ्ग्लिस नेपाली कम्पलसरी भइहाल्छ। त्यसमा सोसल र म्याथ मध्ये एउटा विषय हामीले लिनुपर्छ र फिजिक्स केमिस्ट्री पनि कम्पलसरी जस्तै हुन्छ। र फिजिक्स ग्रुपमा हामीले कम्प्युटर साइन्सलाई पनि अप्सनल सब्जेक्टमा लिन सक्छौँ। बायोलोजी ग्रुपमा चाहिँ इङ्ग्लिस नेपाली कम्पलसरी भइहाल्छ। सोसल या म्याथमा एउटा कम्पलसरी लिनुपर्छ र फिजिक्स केमिस्ट्री अर्थात् हामीले अप्सनलमा बायोलोजी लिएकोलाई हामी बायो ग्रुप र बायोलोजी नलिएकोलाई चाहिँ हामी फिजिक्स ग्रुप भन्छौँ। फिजिक्स ग्रुप पढ्नेले डिप्लोमामा मेडिकल, एग्रिकल्चर साइन्स, प्लान्ट साइन्समा जान पाउँदैन, तर बायोलोजी ग्रुप पढ्नेले चाहिँ जुनसुकै क्षेत्रमा पनि प्रवेश गर्न पाउँछ। र यसरी मेडिकलमा चाहिँ डिप्लोमा लेभलमा गएर चाहिँ बिएससी बायोलोजी, फार्मेसी, मेडिकल टेक्नोलोजी, जेनेटिक इन्जिनियरिङ, बायोकेमिस्ट्री आदि इत्यादिमा गर्न सक्छ। इन्जिनियरिङमा चाहिँ तपाईँको सिभिल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ अर सफ्टवेयर इन्जिनियरिङ, अदर इन्जिनियरिङ्सहरू फ्याकल्टिजहरू चाहिँ गर्न सक्छ। कम्प्युटर आइटीमा पनि इन्जिनियरिङ गर्न सक्छ। अनि साइन्स एन्ड टेक्नोलोजी बाहेक म्यानेजमेन्टमा पनि जान सक्छ। अब कुरा गरौँ म्यानेजमेन्ट फ्याकल्टिजको। म्यानेजमेन्ट फ्याकल्टी व्यवस्थापन संकायमा इङ्ग्लिस नेपाली अनिवार्य हुन्छ। सोसल म्याथमा एउटा लिनुपर्छ र एकाउन्ट र इकोनोमिक्सलाई प्राय कम्पलसरी मानिन्छ। र यदि कम्पलसरी सब्जेक्टमा हामीले एकाउन्ट, इकोनोमिक्स मध्ये एउटा छाडेर अप्सनल सब्जेक्टमा चाहिँ होटल म्यानेजमेन्ट, बिजनेस स्टडी, कम्प्युटर साइन्स, ट्राभल एन्ड टुरिज्म कुनै एउटा विषय लिनुपर्ने हुन्छ। यसरी 10+2 म्यानेजमेन्ट गरे पछाडि चाहिँ हामीले चाहिँ इन्टरप्रेन्योरसिप रोल्स गर्न सक्छौँ फ्युचर करियरमा। अनि तपाईँको कमर्सियल सेक्टरमा इन्क्लुड्स हुन सक्छ। एकाउन्ट, इकोनोमी, फाइनेन्सियल, होटल, ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेसन बिबिए गर्न सक्छौँ डिप्लोमामा। तपाईँको बिबिएस गर्न सक्छौँ, बिएसएम गर्न सक्छौँ र बिटिटिएम गर्न सक्छौँ। बिबिए अर्थात् यो सबै म्यानेजमेन्टको चाहिँ डिप्लोमाको विभिन्न विषयहरू रहे। अब यस पछाडि आयो इन्फर्मेसन एन्ड टेक्नोलोजी। यसलाई चाहिँ हामी अहिले एकदमै नयाँ विषय मान्छौँ र यो नेपालमा भर्खरै भित्रेको हुनाले यो कसरी पढ्न सकिन्छ। 10 क्लास गरेपछि हामीले 3 वर्षको डिप्लोमा गर्न सक्छौँ आइटीमा। त्यस पछाडि हामीले +2 गरेर चाहिँ हामीले ब्याचलर्स गर्न सक्छौँ। +2 पछाडि चाहिँ यो ब्याचलर्स 4 वर्षको हुन्छ, 10 पछाडिको चाहिँ 3 इयर्सको हुन्छ। यसरी पढ्न सक्छौँ र ब्याचलर्स पछाडि मास्टर डिग्री गर्न सकिन्छ र डिप्लोमा पछाडि पुनः ब्याचलर्स पढ्न सकिन्छ। र आइटीका अब क्षेत्रहरू, स्कोपहरू चाहिँ के यो चाहिँ अहिलेको वर्तमानमा एकदमै चलेको यसको क्षेत्र भएकोले यसको धेरै क्षेत्रहरू छ। आइटी पढ्नेले अनलाइन फर्महरू एप्लाई गर्ने, अनलाइन बिजनेस गर्ने, अनलाइन पेमेन्ट एन्ड ट्रान्सफर गर्ने, अनलाइन मार्केटिङ गर्ने, अनलाइन प्रडक्ट गर्ने र न्यू जब क्रिएट गर्ने, ब्याङ्किङ सिस्टमको डेभलप गर्ने, फाइनेन्सियल सिस्टमको डेभलप
डेभलप गर्ने फ्रिल्यान्सिङ भन्नाले लेख ट्रान्सलेसन अनुवाद होइन, ग्राफिक्स डिजाइन, वेबसाइट विकास आदि इत्यादि पर्छ। र एआई क्रिएट जस्तै एआईबाट म्युजिक, पिक्चर, भिडियो कन्टेन्ट थुप्रो कुरा बनाउने र गेमको एप्सहरू डेभलप गर्ने, विभिन्न एप्सहरू फेसबुक, टिकटक, ट्विटर, इन्स्टाग्राम, मेसेन्जर आदि विभिन्न प्रकारका एप्सहरू डेभलप गर्ने, सफ्टवेयरहरू निर्माण गर्ने, विभिन्न विन्डोजहरू, फोटोसप, एक्सेल, लिनक्स इत्यादि सफ्टवेयरहरूको चाहिँ डेभलप गर्न सक्छ। र न्यू इनोभेसन, न्यू इन्भेन्सनहरू चाहिँ यो क्षेत्रमा निकै नै छ। अब यस पछाडि हामी अर्को चर्चा गरौँ ल फ्याकल्टिज। ल फ्याकल्टिजमा चाहिँ पूर्ण रूपमा हामीले के भन्छ वकिल बन्ने र ल फर्महरूमा काम गर्न चाहन्छौँ भनेदेखि हामीले चाहिँ ल फ्याकल्टिज पढ्नुपर्छ। र अब यस पछाडि आयो ह्युम्यानिटिज, स्पेसल्ली कुनै सब्जेक्टमा स्पेलाइजेसन गर्न, एनजिओ आइएनजिओमा काम गर्न, सामाजिक सेवाहरूमा काम गर्न, कुटनीतिक नियोगहरूमा काम गर्न विशेष विषयहरू लिएर पढ्न सकिन्छ। यसमा चाहिँ जस्तै ल्याङ्ग्वेज आर्टहरू होइन, तपाईँको चाहिँ के गरे हिस्टोरी, कल्चर, लाइफ स्टाइल, हिस्टोरी, इनोभेसन एक्सेट्रा। अनि यस पछाडि हामीले चाहिँ यसमा धेरै कुराहरू पर्दछ। सोसियल स्टडिज लेखेर लिटरेचर, मास कम्युनिकेसन, जर्नलिजम, रुरल इकोनोमिक्स, रुरल डेभलपमेन्ट, पपुलेसन स्टडी, सोसियोलोजी, विभिन्न विषयहरू, ल्याङ्ग्वेज, आर्ट, कल्चर, विभिन्न प्रकारका जुनसुकै विषय पनि यो फ्याकल्टिजमा हामीले पढ्न सक्छौँ। अब एजुकेसन 10+2 एजुकेसन कक्षा 12 गरे पश्चात चाहिँ हामी आधारभूत कक्षा 8सम्मको टिचर बन्न सक्छौँ। र स्पेसल टिचर बन्नका लागि, एजुकेसन क्षेत्रको कर्मचारी, शिक्षा क्षेत्र कर्मचारीहरू बन्नका लागि, शैक्षिक प्रणालीको के गरे कर्मचारीहरू बन्नका लागि, अनि एजुकेसन ट्रेनरहरू, प्रशिक्षकहरू बन्नका लागि चाहिँ, अनि विशेष गरेर यसमा चाहिँ कम्पलसरी सब्जेक्टमा इङ्ग्लिस, नेपाली कम्पलसरी हुन्छ। सोसल म्याथमा एउटा जुनसुकै लिन सकिन्छ। अप्सनल सब्जेक्टमा चाहिँ सिडिएल, इडी, एजुकेसनल डेभलपमेन्ट, नेपाली, इङ्ग्लिस, जुनसुकै लिन सकिन्छ। तर टिचर बन्नेले चाहिँ प्राय गरेर 11 र 12मा गरेर 400को शिक्षा पढ्नुपर्ने बाध्यता छ। अब यो बाहेक हामीले +2 लेभल बाहेक हामीले चाहिँ विभिन्न सिटिभिटी अन्तर्गत चाहिँ विभिन्न विषयमा चाहिँ डिप्लोमा लेभल गर्नुपर्ने हुन्छ। यो सिटिभिटी अन्तर्गतको डिप्लोमा लेभल चाहिँ के हो, यसको बारेमा म फाल्टै भिडियो ल्याउनेछु, प्रतीक्षा गर्नुहोस् र त्यो भिडियो पनि अनिवार्य रूपमा हेर्न हुन हार्दिक अनुरोध गर्दछु। र ए लेभलको बारेमा म फाल्टै भिडियो ल्याउनेछु र आइटी सब्जेक्टको बारेमा अझ ब्रोडर रूपमा चाहिँ ल्याउनेछु। थ्याङ्क यू फर योर वाचिङ एन्ड रेस्पोन्सेस।